गाइज वेलकम ब्याक टु माई च्यानल इट्स मी रश्मिता। मैले चाहिँ आज हिजो बेलुका भर्खरै एउटा एकदमै पर्फेक्ट भिडियो हेरेर आएको थिएँ, त्यही भएर त्यसकै बारेमा केही यसो भनौँ भनेर भिडियो बनाएको। Nice. सायद सबैजनाले हेर्नु भइसक्यो होला। 3 दिन अगाडि आएको यो भिडियो चाहिँ शक्ति मोहन, हाम्रो डान्सर इन्डियाको, सबैले चिन्नुहुन्छ होला सायद। उहाँ चाहिँ नेपाल आउनुभएको रहेछ। उहाँले चाहिँ यस्तो पर्फेक्टली गाइज नेपाललाई यस्तो सिनेमेटिक, यस्तो सहीसँग उहाँले क्याप्चर गर्नुभएको छ नि त्यो भिडियोमा। लाइक सबै नेपालीले हेर्नुभयो भने लाइक यस्तो प्राउड मुमेन्ट हुन्छ होला कि हुन्छ होला होइन, प्राउड फिल भयो नै मलाई पनि। सबैभन्दा पहिला त छुटाउन नहुने कुरा गाइज, लाइक एजुकेटेड पिपुल भनेको एजुकेटेड पिपुल नै हुन्छ क्या। बिकज सी मेन्सन चाहिँ बुद्ध वाज बर्न इन नेपाल। दुनिया का इकलौता देश जिसका नेशनल फ्लैग रेक्टेंगुलर नहीं और जहां गौतम बुद्ध जी का जन्म हुआ। प्रेयर फ्लैग्स, टेम्पल बेल्स, डाइवर्स कल्चरल एथनिक ग्रुप्स, गरम जुन हामीले अलि अगाडिको एउटा भिडियो एकदम भाइरल भएको थियो, त्यो इन्डियाज गट लेटेन्टको समय रायना, बट आई डोन्ट नो इज वाट एभर। उहाँले चाहिँ बुद्ध वाज बर्न इन इन्डिया भनेर भन्नुभएको थियो होइन। वीडियो पे जोक्स फिर मैंने Why they are so smart, they इंटेलिजेंट, वो IAS करते हैं, UPSC हाँ they do so करते हैं, सब कुछ करते हैं। मतलब मर्द नहीं होते अच्छे वहाँ के। much. आपको पता है गौतम बुद्ध भी बिहार से थे? कौन? कौन? दोस्तों टीच फॉर इंडिया। सॉरी पनि लेखिदिन्छु। सायद उहाँले गुगल गर्नु भएन कि उहाँले राम्ररी पढ्नु भएन कि उहाँ के, आई डोन्ट नो वाट इज थिङ्किङ अबाउट, के हो थाहा छैन। तर इफ यु सिन गुगल पनि यु क्यान यो हेर्नु है त, गुगलले पनि बुद्ध वाज बर्न इन नेपालै भन्छ कि। अनि त्यसपछि ल हेर्नु, उहाँकै इन्डियन डान्सर जुन एकदमै ठुलो हुनुहुन्छ, उहाँले पनि त्यो भिडियोमा मेन्सन गर्नुभएको छ कि बुद्ध वाज बर्न इन नेपाल भनेर। एक्चुली गाइज म चाहिँ उहाँको भिडियोको कुरा गर्न आएको थिएँ, बट बुद्ध वाज बर्न इन नेपाल उहाँले जुन तरिकाले मेन्सन गर्नुभएको छ त्यो भिडियोमा, जुन तरिकाले रिप्रेजेन्ट गर्नुभएको छ, त्यो त्यो देखेर मलाई त्यो अस्ति भर्खरको त्यो दिमागमा आएर अनि त्यसको बारेमा पनि आई डोन्ट अन्डरस्ट्यान्ड के। जस्तै अब बुद्ध वाज बर्न इन नेपाल सबैलाई थाहा छ, र यो कुरा पनि थाहा छ कि बुद्ध भगवान् इन्डियामा जानुभयो र इन्लाइटमेन्ट ऊ गर्नुभयो नि त होइन। अनि त्यस प्राउड द्याट नि त होइन, त्यो जे छ त्यही भनेर प्राउड मुमेन्ट गरे, प्राउड फिल गरे भइगयो त। लाइक अर्को एउटा भिडियो देखेको थिएँ मैले, लाइक समय रायनाकै फेभरमा बोलेर बुद्ध वाज बर्न इन, के अरे बुद्ध चाहिँ नेपालमै जन्मिनु भएको हो, तर के अरे इन्डिया बिहारमा चाहिँ इन्लाइटमेन्ट हासिल गर्नुभयो। अनि टेक्निकली त के अरे बिहारमै जन्मिनु, के अरे टेक्निकली वाज बर्न इन बिहार भन्न मिल्छ अरे के। फर एक्जाम्पल तपाईँ इन्डियामा जन्मिनु भयो होइन, अनि तपाईँ क्यानाडा जानुभयो, अनि त्यसपछि तपाईँ क्यानाडामा गएर क्यानाडाको सिटिजन लिनुभयो भने युआर बर्न इन क्यानाडा हुन्छ? इन्डियन पिपल, आइ एम क्वेसनिङ यु। इफ यु आर बर्न इन इन्डिया, इफ यु गट रिसिभ्ड क्यानेडियन सिटिजन, देन यु वाज बर्न इन क्यानाडा हुन्छ? इज दिस पोसिबल? त्यति पनि नलेज छैन गाइज इन्डियन पिपल। वाट इज दिस? यति नै थियो। अब यो कुरा छोडेर शक्ति मोहनको कुरा गरौँ त्यो भिडियो बारेमा। के गर्ने गाइज, बुद्ध वाज बर्न इन इन्डिया भन्ने बित्तिकै पारा तातेर आइहाल्छ। सो शक्ति मोहनको भिडियोको कुरा गर्दाखेरि चाहिँ वाउ गाइज, सी प्रेजेन्ट सो वेल, कति राम्ररी नेपाल, हिमालयन, सगरमाथा, culture, dance, everything was so pure and so beautiful guys. उसको भिडियो हेरेर हामी नेपालीहरू सबलाई एकदम प्राउड फिल हुन्छ कि। आई थिङ्क all the Nepalese should watch her video.
कति पनि इन्डियनहरू नेपालमा आएर भ्लगिङ गर्नुभएको छ नि, वान अफ द बेस्ट भ्लगिङ, वान अफ द बेस्ट वाउ। त्यो उहाँले जसरी त्यो पुरै त्यो माउन्टेन देखाउनु भएको छ नि, इट फिल्स लाइक मैले आफै हेरिरहेको छु त्यो माउन्टेन। We all Nepalese want to say thank you very much. She's so pretty. Okay, आजको लागि यति नै थियो guys. Thank you for watching. Bye bye.